अनि खोइ त सबैले ह्यापी न्यू इयर भनौँ न त। ह्यापी न्यू इयर 2082 2082 वेलकम। हामी चाहिँ अब यहाँ करेन्ट पकाउनलाई आगो बालेर यहाँ गरेको आगो। ल हामी चाहिँ पुग्यौँ च्याचुङ। ए के भन्छ हामीले चाहिँ यताबाट त्यही भनिदिउँ क्या, यो ठाउँलाई च्याचुङ भनिदिउँ क्या हामी चाहिँ। गु गना हेर त्यसलाई चाहिँ कहाँ छ त गु। हेलो एभ्रिवान, नमस्कार अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि सबैभन्दा पहिला चाहिँ ह्याप्पी न्यू इयर। हामी चाहिँ आज पिकनिक भने नि यसो घुम्न हिँडेको भने पनि हामी चाहिँ निस्किरहेको छौँ। अनि यहाँनिर चाहिँ धेरैजना हुनुहुन्छ। अन्त भागे नेउपाने अरे ऊ चाहिँ फेरि हामी चाहिँ अघि घरबाट चाहिँ भिडियो स्टार्ट गर्न पाइएन, बिजी भयो खानेकुरा पकाउँदा पकाउँदै। अनि हामी चाहिँ यहाँ बाटोमा आइसक्यौँ। अनि हिँड्दै जानुपर्छ। अनि त्यही भएर हामी जाँदैछौँ। हिँड्दै गएकै रमाइलो हुन्छ नि त होइन। अनि तर हामी चाहिँ दिदी पनि होइन कमेन्ट गर्न फेरि भरे अनि तिहारमा आयो भने त झन् सिलु हाई भन न त नि के गनायो गु गनायो हेर त्यसलाई त्यसरी कहाँ छ त गु गाईको चाहिँ गनाएको अरे मान्छेको गाईको त बोकेर हिँड्न टिपेर गर्मी लुगा फुकालिसक्यो तपाईँको छोराले। गर्मी त गर्मी नै छ नि त नि। खुल्ला लाएर हिँड्ने पानी उता अगाडि जाँदैछ। हामी जाने भनेको यो जङ्गलको बिचमा होला माथि। पोहोर पनि यहाँ खायो त, सधैँ त्यहीँ खानु त। ए सेक्रेटी गार्ड छन् नि पछाडि मलाई धेर पाइयो सिरियलमा कुदैन न त नि। गुराँस फुलेको छैन अरे यहाँ छ त ऊ बनैमा मेरो मन्जुलो तिम्रो मनैमा। यो भन्दा राम्रो छ हौ माथि त। यो भन्दा राम्रो माथि गएकै छैन। हामी चाहिँ गएको पहिले। ओ यहाँ तिनीहरू चाहिँ बाइकमा कहाँबाट आउँछन् त्यहाँ बाइक राख्छन् हिँड्दै आउँछ। अनि बान्ता होटलको होइन काम गर्नेले हामीलाई भेट्यो। अनि ल आलु खाने त हामीले नाचेको ठाउँमा त बर्बाद। गर्मी पो रहेछ नि त्यहाँ नछोड। माथि हो कि डाँडा माथि छ अब कता बाटो चाहिँ यो मिस्टेक त छैन होला। सिटिन्छ बाटो बाटो त कहाँसम्म छ कहाँ हो मिर्ग पर्किनु। ओ यहाँ माथि मान्छे छन् नाच्दै छन्। अब तिनीहरू नाच्छन् हामी चाहिँ धन्न ओर्देर नाच्नुपर्छ। खाना चाहिँ आफू खानु चाहिँ नाच्दै मिसिनुपर्छ। नमिसिनु है जो होइन मिसिन चाहिँ किन मिसिनु राजनी टेन्सन नगर। यता हेर प्यारी तिमी कसरी भएको छौ आज कति राम्री भएर आएको छु। त्यतै दिएर आउनु पर्छ बिमलालाई। ला हामी खोजिदिन्छौँ नि।
यी माथि उहाँ उ यताबाट जाउँ न मान्छे यो चाहिँ बाटो यस्तो रह है यहाँ माथि जस्तो छ नि डाँडा लोकेसन हेर्दैछु म लोकेसन हेर लोकेसन हेर्दैछु मोबाइलमा अहिले चाहिँ मिल्दैन र पो त ल त जे जस्तै भयो नि खान नपाइदियो रमाइलो छ है हिँड्दा चाहिँ घारी आमा यस्तो घारी छ हो नि हो र होइन यसो अब मैले मिलाएको छु होइन अब जहाँसम्म मिल्छ मिलिराखोस् यो सामसुम हो नयाँ यस्तो खतरा आउँछ कि तर मान्छे रहन् उफ गर्मी भयो नि है लैलु सकिन्छ लु हिँड न हिँड यतिको त हिँड्नु परिहाल्यो नि अन्त पहाडका मान्छेले हिँड छोरा हिँड मेरो छोरा त झन् ज्वरो पक्रिँदै भयो नि पो त मेरो छोरा त ल ओइ बोक्दै भयो यो ज्याकेट यहाँ भाइको झरो नि ज्याकेट बोकेको कामै लागेन जाडो हुन्छ होला भनेर ज्याकेट बोकेको भरे के को जाडो हुन्छ गर्मीले भतभती हुने रहेछ रमाइलो भइरहेछ त्यहाँ मासु चाहिँ गनाउला है मासु गनाउला हिँड ल तिमीलाई रमाइलो लाग्छ नि समीक्षा बुढी नभरे नि जसम्म छोड्न मन लाग्दैन के गर्नु ठिक्क कसरी खानु पानी बोक्नु भएको तपाईँले लु खानु पानी यो चाहिँ शीतल ताप्ने ठाउँ अब त लगभग आइपुग्न आँट्यो होला शीतलमा आइपुग्यो अब पानी खान आयो अब स्टिम ल्यायो त भन्यो नल्याउन मान्छे नआउनु बेर्छन् अब के गर्नु त अहिले त्यही त नि कस्तो हौ बोली सुधार है साथीहरू आउनु बेजी स्पष्ट बोल्नु पर्यो क्या एक बोतल पानी बाटामा सकिने रहेछ झर्दा एक बोतल छ नि हो पानी हामीको पानीको उहाँ तल ट्याङ्की थियो त त्यहीँ हो बाट बोक्ने हो थियो होला केटाकेटीलाई चाहिँ अब नभई हुँदैन र खुवाउनु पर्छ ठुला त नखाँदा नि मलाई त नि दिउ खाने हो नि मलाई काँक्रा जस्तो लाग्यो मुन्दुम त्यो हुन्छ नि हो त्यस्तै लाग्यो यस्तै खान्छ जङ्गल उकालो है सालपासीले जाउँ जाने बाटो सम्झेको त्यही हो अनि खोइ त्यो रातो बोतल रातो बोतल कता छ लु खान न हो त्यहाँ फारो गरेर खानु है फेरि यति नै हो तताको पानी पुगिहाल्छ नि सौ हामीलाई मजाले सुहाएको छ सबै जसमाले धर्यो नपुगी खानु है ल हामी चाहिँ पुग्यौँ च्याचुङ ए के भन्छ हामीले चाहिँ यताबाट त्यही भन्थ्यौँ क्या यो ठाउँलाई च्याचुङ भन्थ्यौँ क्या हामी चाहिँ तपाईँहरू चाहिँ गन्तव्य चाहिँ आइपुग्यो तर राम्रो छ नि है कस्तो राम्रो डाँडा त्यहाँ माथि पनि छ ठाउँ त राम्रो छ त्यो उहरू बनाएको छ पार्टीहरू छ तर भिड छ क्या भिड छ क्या यस्तो केटाकेटी लिएर जानु हुँदैन त्यहाँ अप्ठ्यारो छ
नगर नि भाइ बारी बजेको रह होला सायद यो के बारी नै हो यहाँ तर त पानीको ट्याङ्की थिएन त्यहाँनिर अरे सीताको पाइला चाहिँ पाइलै थियो के गरेको त खोइ कुन त अहिले छ कि छैन यस्तो यस्तो ढुङ्गामा होइन ठ्याक्कै खुट्टाको पाइला थियो जोडीकै अनि काइयो पनि थियो काइयो पनि थियो त्यहाँनिर खोइ कपाल कोर्दा कोर्दै जेठा होइन त्यहाँ त कपाल कोर्दा कोर्दै जेठाजु कि कुहारा नि त्यतिकै भाइ कि अरे भन्थ्यो क्या अनि त्यही भएर चाहिँ पाइला भएको अरे त्यहाँनिर पहिले पहिले नियम कडा थियो नि त अनि हतार भाग्दाखेरि अहिले त धेरै सजिलो छ नि वास्तै छैन पहिले छुनु हुँदैन भन्थ्यो अहिले त अब छुइन्छ त नि 1 गते हौ हिजो मैले 78 साल भन्दै थिएँ 82 भइसक्यो होइन फोटोहरू चाहिँ राम्रो आउँछ क्या फुस्रे हुन्छ होला नि अरू डाँडामा हुन्छ अरे नि यहाँ हुँदैन गुराँस रहेछ त उहाँ पर अरू पनि छन् उति नि गुराँस भरिसकेका हुन् क्या उही हरिया हरिया बाक्ला बाक्ला ठुलो छोरा बिमारी छ मेरो तपाईहरु अन्त हातचार सानीमाहरु भन्नुहुन्थ्यो बुवाहरु हो त्यही हो त्यो भत्केको हो चटपटेको तयारी हुँदैछ मोटर प्लास्टिकमा हालेर भिजाएको भिज्दो रहेछ यहाँ के काट्नु भएको यहाँ काट्दैछु काँक्रा काट्दैछु चटपटे बनाउनलाई मन पर्छ कि पर्दैन मन नपराउने अलिक कमै हुन्छ होला पानी छ दिनु चाहिँ त्यही आउनु छ आउनु आजको हाम्रो राम्री एकदम हिरोनी मामालाई किन्नुलाई पर्यो स्कुल कलेजदेखि लाग्ने हो कहाँ जानुहुन्छ म खान्छ नि त दिवाली कहिले हो यिनीहरू त भोलि जान्छन् जाने न बुझ्नु पनि लागिसक्छ ए तार जानु भएको यसले भन्दै आएको के भन्नु ए यो बाटो अनि यहाँबाट सिधै निक्लिँदा माथि कहाँ जानु अरे यो घर माछु यहाँबाट उम्कुँदै जाँदा माथि पुग्नु लु है मैले बन्द गर्दै सुमित्रा दिदी समीक्षाजी हजुरलाई कस्तो भयो चटपटे अमिलो भयो कि भएन मिठो भयो मिठो छ कि अमिलो भएको कस्तो अमिलो होइन अमिलो हामीले मैले भाउजूलाई भन्नु है भनेको सुमित्रा दिदीलाई अब फोनै नउठाएपछि के गर्नु मैले मेरो यहाँ 100 रुपियाँ ब्यालेन्स सकेको छ त्यो क्षतिपूर्ति कसले दिने त्यो त तिम्रै बुढालाई त गर्यो यहाँ लगर्यो तिम्रै बुढालाई गर्यो छोड्देऊ त्यस्ता कुरा आउ चटपटे खाना लु आउन आऊ ड्याममा बसेर खानु पो पर्छ त हातले खाने गम गम कम्ती राख त म ठगिने भयो नि त ऊ हातले अब हात किन बनाउँछ म ठगिने फ्याल्दियो दादालाई हाल्दो पर्दैछ त छानेर प्याज के राख्दैन तर मिठो भएछ हौ एक छेउमा राख्ला अझै राख नि त त्यसो खाटो अमिलो चाहिँ अलिक कम भयो छोप पनि छ नखाने राख त धेरैजनालाई मिठै हुन्छ क्या आज पनि एउटा कपाल साप्ने आएको थियो अलिकति कपाल चाहिँ झरी ठोक्क हाम्रो थियो नि म त छोइन होला भनेर बटुका प्लेट हाम्रो त्यो पठाइदिने अब अब हाम्रोमा आउँदैन म माथि पुग्छ बानी परेको छ नि त
होइन गाउँतिर पस्छ नि त गाउँमा पाइन्छ भनेर हामी चाहिँ अब यहाँ करेन्ट पकाउनलाई आगो बालेर यहाँ गरेको आगो बालिँदैछ कोही चाहिँ दाउरा खोज्न गए कोही यता खाएरै उठिसक्नु भएको छैन दिदी यहाँ दाउरा खोज्दै हुनुहुन्छ अब चाहिँ पानी पनि आउला आउला जस्तो हुन आँटिसक्यो अब छिटो छिटो बनाएर खाएर जानुपर्ने पनि अवस्था हुन्छ अरू चाहिँ त माथि डाँडातिर जानु हो हामी चाहिँ त्यहाँनिर अलिक अप्ठ्यारो छ नि त अनि नानीहरूसँग लडिन्छ भने हामी चाहिँ यहीँ बसेको अब हामी चाहिँ यहाँ पकाउने खाने अनि उँधो लाग्ने त्यस पछाडि आज घरमा त अब खसीको मासु छ फेरि पकाउनै पर्यो नि खसीको मासु पनि छ त फेरि घरमा पनि तल खोइ कसकोमा काटेको अरे हौ कसकोमा अरे मिनबहादुर दाइकामा खसी काटेको अनि मिनबहादुर दाइ तपाईँलाई धेरै धेरै धन्यवाद हामीले खसी काटेर ल्याएर पकाएर खानु पायो मिनबहादुर खड्काजी टिकटक बनाउनु एउटा नाचेर लु नाच नि त लु ला हेरिदिनु पनि साथीहरू त्यसमा मनोरञ्जन गरिदिनु अब चाहिँ हाम्रो करेन्ट रेडी हुँदैछ अब केले चलाउनु चम्चीहरू चोखा छन् यसले मात्रै हुन्छ ल्याउ त दुइटाले उ गर त यसरी उ गर न हो त्यसरी काँटा भए चाहिँ सजिलो हुन्थ्यो है फेरि पानी तल अलिक राखेन भने सुक्खा हुन्छ भनेर मैले अलिक छोडिदिएको थिएँ होइन पानी भएकै अलिअलि उता गएर बस न जाऊ जाऊ मेरो छोरो तिम्रो खोइ अघि खाइसक्यो यसले त कहाँ फ्यालिसक्यो नि कसको चम्ची नै खाली छैन अर्को हजुर छैन खाली त छ तर जुठो छ नि त त्यो तिम्रो हो माथि आउनुहुँदैछ त्यत्रो केही छैन हौ छनु त ल देखिँदैन त कता छैन हौ ए त्यो माथि डाँडामा यी फुच्चेहरू उत्रै उत्रा कहाँ कहाँ होला नि प्याउलीका त होइन नि भोटे जस्तो छन् एउटा यो होइन अब यताबाट घुमेर झर्नु ओइ गडेङ गुडुङ गर्न थाल्यो त अनि हाम्रो जनालाई एउटा दिनु त दिदी दिनु न दिँदै गर्नु न अनि अहिले थाहा हुन्छ छोरालाई दिनु मोबाइल चाहिँ छोडाउ लाइ केटी हो जङ्गल आएर त सबैको खोरा घट्यो क्या हो आज खाऊ न खाऊ 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 मोटाउँछु भनेर दिदीहरू यत्रो हात्ती जात्रा हुँदा त टेन्सन छैन हो कि होइन भन त खान्न हामीलाई धेरै हुन्छ कस्तो छ कस्तो छ दाजु पिरो करेन्ट हो नि त अहिले खोइ स्टिम नि खाऊँ न अब कति बेला खानु ए मासु नि खाऊँ न लु अहिले नै अब होइन यो खाइसक्यो भने मासु र तँ खाऊ न कति बेला यो खाइसक्नु न पहिले अब सबै खाँदै उ गर्ने भनेको नि
पानी छ अहिले त टन्नै छ अघि ल्याउनु पर्ने छ बरु नि नजिकै राख अङ्कलहरु छिटै जानुहुन्छ नि केटाकेटी अप्ठ्यारो होला सामान चाहिँ पठाइदिनु पर्छ है सामान त के नि हुन्छ खाइ त सक्यो भुजा झिकेर खाँदा पिरो हुँदैन मासु कस्तो छ मैले बनाएको हो धन्यवाद ओइ लु छिटो खाम चित्ते खाँदै सिलु ल्याउ चिची चिची यो अब तँलाई त के को भनिदिनु सुँगुरको अहिले भरे गरेर सुँगुरको भनिदिन्छ यसले त खसीको अघि बिहान ल्याएको कसो कुरा पर्छ ओइ अनि एक्समा खानु भनेको लु गिलासमा नहालु त्यही घर जसले भेटिन्छ त्यसले घट गरेर खानु होइन आफ्नो आफ्नो खानुपर्छ लु खोल्नु न त लु छिटो कता गयो दुई दुईवटा पुग्ने हो दुईवटा नि दुईवटा बरु खाँदै गएको भाउ चाहिँ तल चस्मा खोइ कालो जाँदाखेरि लु खाली जाने कि के गर्ने यो खाएर जाने हो यसो गरौँ न एउटा एउटा एक दुईवटा राखौँ एक दुईवटा खाऊँ त्यही त नि बाटोमा पनि त खानु पर्यो नि त लामो बाटो छ त्यो खाऊ न कसले त्यो हालेर पानी हाल्नुपर्छ छिटो पानी नथपी खानु हुँदैन कि मासु खाने मासु मलाई त रुँगा लागिसक्यो यो कसको सबिङको होला त्यसो भने हो अब होइन सिलु ल्याऊ हो भन्नु पर्यो मिल्न छिटो यसमा पानी हाल्नु न लु खाउँछु ओ सुमित पानी हाल्नु खानुपर्छ है नानी मासु खाएर एउटा दुई तिनजना गरेर खाऊँ न मेरो उहाँ छ गिलास खापै दुई तिनजना अझै हाल्न पानी मेरो त माथिको यो अहिले काम झुल्क्यो तर झुल्का पनि पानी आउँछ अब उज्यालो हुन आँट्यो नि त मैले दिउ खाएर कहाँ राखेँ उतै उतै होला ल साथीहरू हामी चाहिँ यहाँबाट झरीमा अब पानी आउन आँट्यो पुरै गड्याङ र गुडुङ गर्दैछ अब हामी चाहिँ झरमा चाहिँ तिमी यो बोका त म नानी डोराउनु पर्छ नि त ओह्रालोमा के को छ्या खाने बेलामा चाहिँ छ्या भयो नानी अझै छ्या भयो अरे फेरि जाऊ 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 बाटो देखाउन कत्रो पानी आउला जस्तो भइरहेछ आज त नआउनु नि पानी नि ए कति त अहिले भरे आएन भन्छ नि फेरि छिटै घर पुगिन्छ होइन अब हाम्रो चाहिँ बरु पकाएर पनि खाने मान्छे छैनन् कत्रो गडाइगुडुङ गर्दैछ पानी आएर बिजो गरायो भने छैन तर बिहान चाहिँ छिटो आउनु पर्छ क्या हामी नि ढिलो भयो नि त तपाईँको टुङ्गो छैन कोही जाने छैन है के गर्ने गर्ने के को बाटो बिर्सिन्छ हौ यहाँ पाहाडमा हुर्केका मान्छे हामीलाई देखाइहाल्छौँ नि हामी तिमी टेन्सन नगर न सिलु के छ सन्चै छौ दिदी त चप्पल हातमा बोकेर हिँड्दै हुँदो रहेछ ए पानी लिन जाँदा बरु अरूको यस्तो भिड छ होइन हिँड्दैछौँ त तपाईँ खाली खुट्टा हामी जुत्ता लाएर कहाँ मिल्छ त फोटो खिचिरहेको छ खिचिरहेको हुन्छ जाउँ न हामी के भयो लड्दैन लड्दैन लड्दैन
ला यसलाई उठाइदिनु न दिदी ए दिदी हो कि बुइनी के भन्नुपर्छ है यहाँ उठाउनु यसलाई जाऊ लु जाऊ तर यति साह्रो त छैन हौ अब त छिटा खाला तिमीहरूलाई चप्पल छोडेर हिँड्नु भयो क्या दिदी त भन कता जानुभयो यसपालिको न्यु इयर पनि यस्तै भयो रमाइलो भयो होइन यता आउनु त म बनाइदिन्छु ल साथीहरू यहाँ तल चाहिँ सीताको पाइला छ अब सीताको यहाँ तल छ नि अब सीताको पाइला हेर्नु परेन लल्दैन हौ लल्दैन के हौ के हौ के ल ल सेतो र कालो पर्यो जता सजिलो पर्छ त्यति खै यहाँ थियो उति ढुङ्गामा थियो हौ यहाँको चाहिँ त्यही होला हौ मेन भनेको त्यो माथिको डाँडा हो अनि त्यही सीताको पाइला हो यहाँनिर त्यो रियल थियो तर अहिले त खनेर छोइन कि क्या हो हो तिनै कुन चाहिँ ढुङ्गामा हो क्या यहाँनिर थियो छनु चाहिँ तर यो के काम गर्दा गर्दा ऊ भयो क्या क्या यहाँनिर ऊ भयो बिग्रियो क्या ढुङ्गोमा थियो यहाँनिर फेरि उसले चाहिँ हात्तीको पाइला खोइ थियो यहाँनिर तर अब अहिले त छोइन रहेछ क्या ल जाउँ ल्याउनु त खै यहाँ थियो हौ अहिले खोइ मेटेछ अब यो हो मेरो युट्युब पनि हेर्नुहुन्थ्यो हो र हजुर ल नाम त खतरा राखिदेऊ होस् अब के लगिराख्नु अनि खोइ त सबैले ह्याप्पी न्यु इयर भनौँ न त ह्याप्पी न्यु इयर 2082 लाई वेलकम हुन्छ तर मसँग ऊ त फ्रेन्ड त हुनुहुन्छ कि हुनुहुन्न हो हो ल म ट्याग गर्छु यस्तै दुलोबाट जानुपर्ने हो हाम्रो बुवाको सानीमाको घर अरे पहिले अनि बेचेर ओ पान छिटाउनु थाल्यो क्या हाम्रा जनताहरू यति हुनुहुन्छ आधी चाहिँ गाडीमा चढिने भयो आधी चाहिँ हिँडेर त अब वर्षभरि यस्तै हुन्छ होला नि कल्ट हो तर गाई चाहिन्छ पैसा नभएर नि फेरि बेजती पैसा त छन् पैसा चाहिँ यहाँ बसरी कति पैसा बोकेर हिँडेको तर कामै लागेन क्या तपाईँहरूले कस्तो कुरा नभए हाम्रो भ्युज गरेर पैसा आउँछ यस्तो भन न हौ
कहिलेकाहीँ त पैसाको नि कामै लाग्दैन रहेछ भन न बरु पैसा त छैन होइन छ तर के गर्नु गाडी छैन त्यो भन न पैसा छैन छैन पैसा अनि मलाई बनाउन पाउनु क्या मजाले मैले अस्ति हालेको भिडियोमा हेर्छु त तपाईँको नलेज रहेछ त अलिअलि मेरो भ्युज पनि जान्छ हो जान्छ धन्यवाद मेरो भिडियो सबैले नेपालभरिकोले हेर्नु देश विदेश अमेरिकासम्म पुगोस् है अमेरिका त एउटा चस्माले भ्याएन भने दुई दुईवटा अहिले त तिमीलाई दुई त चस्मा एउटै ठाउँ खप्टाएर लाउने नि आएको रहेछ होइन त्यही भएर अमेरिका अस्ट्रेलिया सबै ठाउँ पुगोस् अनि काट्दै हेर्दैन सिरियलले सुरुदेखि हेर्ने अन्तिमसम्म हेर्ने अनि 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 भन न के भन न अहिले नै भन भेट्न बोलायो कि क्या तपाईँलाई पानी पनि आयो पानी आयो तर हिँड्दै हिँड्दै रमाइलो भइरहेछ हामी चाहिँ गाडीमा भन्दा हिँडेर रमाइलो हुन्छ क्या होइन हजुर अब त कति छ र नि अलिकति छ अब 10 मिनट त पुगिहालिन्छ नि सिलु अगाएन मासुले के अगाएर पनि उभो लुगा खान थाल्यौ त मलाई छेउतिर हिँड्न छेउतिर के भयो लडेर के भएर यहाँ त तातो बाफ आउनु थाल्यो त के भयो होइन हौ धुवा ज्वालामुखी के होइन लग त ए हातै गलो गाइजहरूलाई देखाउँदा समीक्षालाई चाहिँ मजाले देखाउनु समीक्षा भाइरल भयो भने त सुरु गरिहाल्छ सब्सक्राइब गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला है सबैजनाले धेरै मन पराइदिनु होला यी कर्ने केटीहरूलाई चाहिँ हाम्रो त बिहा भइसकेको छ अनि हाम्रो सिधु चाहिँ दिनभरि फोटो खिचेर बित्यो यी 3 जनाको त फोटो खिचेर बिचो आइफोन पठाइदिनु है कोही उसलाई मनपर्छ भने गिफ्ट सहित फोनमा एउटा गतिलो खालको केटो पनि पठाइदिनु जान रेडी छौ नि अहिले केटाको जनसङ्ख्या अलिक कम भएको कारणले हामीलाई केटाको आवश्यकता छैन लुगा र आइफोनको आवश्यकता छ डेलिभरी गरिदिनु हुन्छ लोकेसन अनि नम्बर अनि ठेगाना अनि नाम मलाई सोध्नु होला म्यासेजमा म दिन्छु त्यो आइफोन चाहिँ अलिक अब नयाँ निस्केको होइन अहिले तिमीलाई त्यस्तै भने एउटा सामसुङ पठाइदियो भने त तिमी बुरुकै बिहोस हुन्छौ तपाईँले मनले चिताएर जति सक्नुहुन्छ त्यति पठाइदिनु लुगा चाहिँ फेरि यहाँ भइदिन्छ सबैलाई नाप पनि पठाइदिन्छ नाप सहित होइन त होइन जुत्ताको साइज चाहिँ अब त्यो बाइकमा जाने केटीको त नाप त क्या भूतको जस्तै निस्केको छ त रोटी चेप्यो होला अन्त झोलामा भनेपछि माइत गरे कि हुन् क्या र छोरी घर आइपुग्न आँटेछौँ कता ट्याङ्की ल साथीहरू हामी चाहिँ घरमा पनि आइपुग्यौँ अनि त्यस पछाडि बाटोमा आउँदाखेरि पानी पनि आयो हल्का हल्का होइन अनि हल्का अलिअलि देखाउने कोसिस गरेको छु अनि बिहान पनि घरबाटै भिडियो सुट गर्छु भन्दै थिएँ त्यतिकै भ्याइन होइन खानेकुराहरू के पकाएर लैजाउँ न त भनेर पकाउन थाल्यो त्यतिकै
बिजी भयो होइन, एकजना मात्रै भएपछि फेरि अप्ठ्यारो हुन्छ भिडियो गर्नुलाई पनि। अनि त्यही भएर मैले चाहिँ थोरै थोरै गरेर भिडियो गरेको छु। हजुरहरूले राम्रो मानिदिनुहुन्छ, मन पराइदिनु हुन्छ भन्ने ठुलो आश गरेको छु होइन। अनि त्यस पछाडि हामी चाहिँ घरमा पनि आइपुग्यौँ, साथीहरू पनि आफ्नो आफ्नो घरमा जानुभयो। अब म पनि घरमा आइसकेँ, अब म चाहिँ खाना पकाउनु पर्ने हुन्छ होइन। आज त न्यु इयर हो नि त, घरमा पनि मासु छ, मासु पकाउनु परिहाल्यो होइन, खानु पर्यो। अनि सबैलाई ह्याप्पी न्यु इयर, बाई बाई। अनि अन्तिममा चाहिँ म के भन्छु भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। अनि हजुरहरूले माया गरिदिनु भयो भने म पनि सकेसम्म छिटो छिटो भ्लग भिडियो ल्याउने कोसिस गर्छु। अनि त्यही हो, बाई बाई एभ्रिवान, ह्याप्पी न्यु इयर।